हेलो वेलकम टु गाइज ब्याक टु माई युट्युब च्यानल। फेरि पनि भ्लग ल्याएर उपस्थित भइसकेको छु। मैले चाहिँ धेरै पछि भ्लग हाल्न सुरु गरेँ किनकि म पहिला ऱ्याप हाल्नुभन्दा पहिला भ्लग बनाउँथेँ। त्यसलाई कन्टिन्यू गर्नको लागि मैले आजबाट भ्लग चाहिँ सुरु गरेँ। आज बिहान ढिला उठेँ अनि त्यस पनि आजको मौसम चाहिँ अलि नराम्रै थियो। त्यस कारण म बाहिर आएँ, ढिलै उठे पनि मुखसुख धोएँ अनि आजको मौसम चाहिँ धेरै नराम्रो थियो। त्यसपछि म भित्र गएँ, मैले टावेल गएँ मुखसुख पोसेँ अनि त्यसपछि त्यो एउटा मुकुन्डो टाइपको थियो नि चिसोलाई तातो हुने कारण त्यो मुकुन्डो लगाएँ। आज यहाँको अवस्था एकदमै नाजुक छ क्या, पानी परेर बिजोग छ, पुरा सहर नै वास्ता व्यस्त छ। मलाई चिसोले झन् वास्ता व्यस्त गरेको छ। सुन्डाली हेर त ऊ त्यो मैना चरी आएर बस्यो खुलै सयमा, चट्ट नजर आँखामा माया कलेजीमा पानी सलल भन्ने गीत त सुने होला। तर आज मस्त छ या जिन्दगी। मैले चाहिँ आफै खाना हालेर खाएँ अनि त्यसपछि बुवालाई पनि खाना दिएँ। त्यसपछि म चाहिँ कृष्ण दाईलाई भेट्न चाहिँ आफ्नो घरबाट निस्किएँ, टक्क लाएर कृष्ण दाईलाई भेट्न। हाम्रै गाउँको दाई हो अनि त्यहाँ निस्किएर तल आफ्नै गल्लीको बाटो हुँदै आफ्नो त्यो गल्लीबाटै टक्क लाएर अगाडि यहाँ रोड बन्दैछ त्यहाँबाट म तल गएको थिएँ। कृष्ण दाई बोर्ड खेल्न लाएर रहेछ, बोर्ड खेल्न लाएको थियो अनि भेटेर कुराकानी भएपछि हामी चाहिँ दिनमा घुम्न जाने भन्ने कुरा भयो। घुम्न जाने भएपछि त हल्का टाउसाउ नआएर फ्रेस हुनु पऱ्यो भनेर म माथि आएर आफ्नै रुममा टाउसाउ नुहाएँ अनि कृष्ण दाई फेरि टाउ नुहाउनु गयो। म पनि कपडा लगाएर रेडी हुन लागेँ अनि कपडा सपडा लगाएँ। टक्क आफैले हेर्दा पनि आफू ह्यान्डसम देखिएँ। अनि त्यसपछि हामी चाहिँ चारजना चाहिँ टक्क गयौँ हामी तल काँक्री बिहार जङ्गलतिर जानु भएको थियो है। त्यहाँ यो लाटुकोइलियो बाटो हुँदै हामी काँक्री बिहार जङ्गल त्यहाँ जानको खास कारण चाहिँ के छ भनेपछि आज दर्शन दाईहरूसँग भेट्नु छ अनि त्यही हो। त्यहीँले हल्का भिडियो सिडियो बनाउन लागि हामी त्यहाँ जानु लागेको थियौँ। त्यहाँ हामी गयौँ, टक्क लाएर हामी त्यहाँ काँक्री बिहार जङ्गलतिर पनि पस्यौँ अनि दर्शन दाईहरूसँग भेटघाट पनि भयो टक्कै लाएर। अनि त्यो रमाइलो छ जिन्दगी, तर काट्न सकिँदैन यस्तै जिन्दगी, तर रमाइलो नै छ। खुसी लाग्यो र हजुरहरू पनि खुसी हुनुहुन्छ भन्ने आशा छ मलाई। हामी चाहिँ त्यसबाट दाईहरू त्यहाँ फर्किनु भयो, त्यहाँ जानुभयो। हामी चाहिँ स्याक्कै हामी बुलबुलेतर्फ लाग्यौँ। बुलबुले आज शनिबार भएर होला जताततै वास्ता व्यस्त थियो अनि हामी बुलबुले चाहिँ यता चाहिँ डोनेसन चाहिँ एउटा कसको मृगौला फेल भएर रहेछ अनि त्यहाँ डोनेसनको लागि त्यहाँ डान्स गर्दै थिएँ। यता चाहिँ हाम्रो सुर्खेतमा बुलबुले ताल लैजामाया यो चिनो रुमाल। बुलबुले आउने भने होइन केटाकेटीले हो कि नै, हामी जस्तो सिङ्गलको काम छैन। घर घर बुलबुले आउने भने होइन जोइका बोयफ्रेन्ड हो नि त्यहाँ, जोइका गर्लफ्रेन्ड तिनीहरूले हो। तँ जस्तो नयाँ काम क्या गर सुरु गर। दाइसँग जिस्किँदै हामी त्यहाँबाट बाहिर निस्क्यौँ र अनि यो सालोको चाहिँ कपाल काट्नु थियो। यो कपाल हेयर चाहिँ बन्दा रहेछ। त्यसपछि हामी चारैजना बस पार्कतिर लाग्यौँ। त्यहाँ चाहिँ कपाल काट्ने हेयर कटिङ होइन टक्क गयौँ। तर बस पार्क नजिक त्यो हाङकाङ बजारको नजिकै यो दाजुभाइ हेयर कटिङ रहेछ अनि त्यहाँ गएर सालो कपाल काट्न थालेँ। हामी सालो कपाल काट्दै थिएँ। हामी चाहिँ टक्क बस्यौँ तिन भाइ बहिनी अनि केही दिन पछाडि सालोले कपाल काटेर टक्क ह्यान्डसम भइदिए सालो। अनि हामी चाहिँ अब चारैजना त्यहाँ निस्क्यौँ। बाहिर पानी परिरहेको थियो तर हामी त्यहाँ निस्क्यौँ टक्कै लाएर। आजलाई चाहिँ भिडियो यति है, ल बाई। अब अर्को भिडियोमा भेटौँला है, बाई।